नमस्कार, टुडे न्यूजमा यहाँलाई स्वागत छ। म सरुलामा। न्यूज सुरु गरौँ सर्लाहीमा बस दुर्घटना भएको सम्बन्धी प्रसङ्गबाट। पूर्व पश्चिम लोकमार्ग अन्तर्गत सर्लाही हरिओनमा भएको बस दुर्घटनामा 2 जनाको ज्यान गएको छ भने 17 जना घाइते भएका छन्। दाङबाट काँकरभिट्टतर्फ गइरहेको ना5 ख 4488 नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भएर रोडदेखि 10 मिटर तल पल्टिँदा बसमा रहेका 30 जना मध्ये 2 जनाको ज्यान गएको हो। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका 4 मा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै दाङबाट काँकरभिट्टतर्फ गइरहेको बस दुर्घटना हुँदा घटनास्थलमै 1 जनाको र उपचारको लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा 1 जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिनुभएको छ। घाइते भएका मध्ये चालक सहित 5 जनाको अवस्था गम्भीर रहेका कारण उनीहरूलाई न्युरो अस्पताल वीरगञ्ज उपचारका लागि पठाइएको छ। अरु 3 जनाको नमुना अस्पताल हरिओनमा उपचार भइरहेको छ। 9 जनाको अवस्था सामान्य रहेका कारण स्वाभिमान अस्पताल हरिओनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। आज बिहान करिब 4:50 बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेमा दाङ राप्ती गाउँपालिका 5 का 36 वर्षीय राजकुमारी चौधरी र दाङ राप्तीका 23 वर्षीय रीता चौधरी रहेको दुर्घटनास्थलमा खटिनुभएका इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभएको छ। यस बसमा रहेका बाँकी 11 जना सकुशल रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले गरेको प्रतिनिधि सभा विघटनको घटनालाई असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमको संज्ञा दिँदै देशव्यापी संघर्ष र आन्दोलनको कार्यक्रम गरिरहेको छ। 19 पुसमा बसेको केन्द्रीय समितिको बैठकले दोस्रो चरण अन्तर्गत पुस 25 र माघको 3 तथा 8 गतेका लागि विरोधका कार्यक्रम तय गरेको थियो। कांग्रेसले 25 पुसमा 330 प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा 3 माघमा 753 गाउँपालिका विरोध प्रदर्शन गरिसकेको छ। त्यसअगाडि कांग्रेसले 13 पुसमा 165 निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो। कांग्रेसले बिहीबार आज देशका सबै ओडामा र्याली र सभा गरेर प्रतिनिधि सभा विघटनको विरोध गर्ने भएको छ। देशैभरिमा 6743 वटै ओडामा कांग्रेसले एकैसाथ संसद विघटनको विरोध गर्न लागेको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति शेरबहादुर देउवाले हरेक घर-घरबाट सहभागी भएर प्रतिनिधि सभा विघटन विरुद्ध ऐक्यबद्धता जनाउन अपील गर्नुभएको छ। विरोध कार्यक्रममा कोभिड-19 नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासन, भ्रष्टाचार र प्रधानमन्त्री ओलीको स्वेच्छाचारी प्रवृत्तिको भण्डाफोर गरिने कांग्रेसले जनाएको छ। 10 वर्ष अघि धनुषामा 1 जनाको गोली हानी हत्या गर्ने व्यक्तिलाई सिराहा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका 2 साबिकको भरतपुर गाविस 8 बस्ने 34 वर्षीय जागेश्वर यादव छन्। यादवले 2068 साल भदौ 29 गते सिराहाको तत्कालीन धनगढी गाविस 9 बस्ने श्री प्रसाद शाह सोनारको गोली हानी हत्या गरेका थिए। 11 प 4942 नम्बरको मोटरसाइकल चढेर धनुषाको तत्कालीन भरतपुर गाविस स्थित वीरेन्द्र बजारमा फुटबल खेल्न आएका सोनारलाई जागेश्वर यादव समेतले गोली प्रहार गरी हत्या गरेर शव स्थानीय बालुवा खोलाको काटाझारीमा फ्यालेका थिए। उनीहरूले सोनारको हत्या गरेपछि मोटरसाइकल, नगद 25,000, आधी तोला सुनको औँठी, 1 तोला सुनको सिक्री, चाँदीको ब्रासलेट 1 थान र मोबाइल 1 थान लुटेका थिए। त्यसपछि मृतककी पत्नी शकुन्तला थापा समेतले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएका थिए। यादवलाई इलाका प्रहरी कार्यालय मिर्चयाको टोलीले घुमफिर गरिरहेको अवस्थामा मिर्चया नगरपालिका 3 बाट बुधबार साँझ पक्राउ गरेको सिराहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिनुभएको छ। पक्राउ परेका यादवलाई थप अनुसन्धानका लागि धनुषा प्रहरीको जिम्मा लगाइएको जानकारी दिएको छ। नेपाल सरकारको पहलमा भारत सरकारले
अनुदान स्वरूप उपलब्ध गराएको 10 लाख मात्र कोरोना भाइरस विरुद्धको खोप आज बिहीबार काठमाडौँ आइपुगेको छ। सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण गरेर उपलब्ध गराउने सरकारको तयारी छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप लगाउन स्वास्थ्यकर्मीको विवरण सङ्कलन गरिसकेको छ। पहिलो चरणमा प्राथमिकताको आधारमा स्वास्थ्यकर्मी, अस्पतालमा काम गर्ने सहयोगी, महिला तथा स्वयंसेविका, पालिकाका सरसफाइकर्मी, सब व्यवस्थापनमा खटिएकालाई खोप उपलब्ध गराउने तयारी छ। स्वास्थ्य मन्त्रालयद्वारा गठित खोप सल्लाहकार समितिका संयोजक समेत रहेका खोप विज्ञ डाक्टर श्यामराज उप्रेतीका अनुसार भारतबाट अनुदानमा ल्याइने कोभिसिल्ड भ्याक्सिन प्रत्येक व्यक्तिलाई 2 मात्र दिइन्छ। खोप कार्यक्रमलाई प्रभावकारी बनाउन संयन्त्र तयारी अवस्थामा छ। खोप लगाउने ठाउँमा खोप लगाइसके पश्चात सो व्यक्तिलाई आधा घण्टा निगरानीमा राखिनेछ। अवांछित घटना घटे सम्बन्धित अस्पतालमा उपचार केन्द्र निर्धारण गरिने बताइएको छ। खोप लगाउन दिने भन्ने अझै तय हुन सकेको छैन। स्वास्थ्य मन्त्री हृदय त्रिपाठीले प्राथमिकतामा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, सब व्यवस्थापनमा खटिनेहरू रहेको जानकारी दिनुभएको छ। स्वयंसेविकालाई पनि स्वास्थ्यकर्मीसँगै पहिलो चरणमै खोप लगाइने मन्त्रालयले जनाएको छ। देशैभरिमा 52,000 महिला स्वयंसेविका सहित करिब 3 लाख स्वास्थ्यकर्मी रहेको मन्त्रालयको दाबी छ। काठमाडौँमा बिहीबार 11:45 एयर इन्डियाबाट आइपुगेको खोप त्रिभुवन विमानस्थलबाट सिधै टेकु स्थित केन्द्रीय खोप भण्डारणमा लगिएको छ। भारतीय राजदूत विनय मोहन क्वात्राले विमानस्थलबाटै स्वास्थ्य मन्त्रालयलाई खोप हस्तान्तरण गर्नेछन्। विमानस्थलबाट टेकुको केन्द्रीय खोप भण्डारणसम्म लैजान तापक्रम कायम गर्न मिल्ने उपकरण जडित 2वटा ट्रक तयारी अवस्थामा राखिएको छ। 3 जना चढेर साथीको विवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा परेर बिहीबार एका बिहानै 2 जनाको ज्यान गएको छ। दुर्घटनामा 1 जना गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार करिब बिहान 3 बजेतिर सप्तरीको खडक नगरपालिका 11 स्थित हुलाकी राजमार्गको बनौली खण्डमा प्रदेश नम्बर 201-001 प 6146 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा पर्दा 2 जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही ओडा निवासी 21 वर्षीय शिवेन्द्र शाह र 25 वर्षीय अरविन्द यादव रहेका छन्। मोटरसाइकलमा सवार अर्का युवा सोही ओडा निवासी 20 वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका छन्। चौधरीको त्यही स्थित छिन्मस्ता अस्पतालमा उपचार भइरहेको छ। डीएसपी भुवनेश्वर शाहले जानकारी दिनुभएको छ। अर्नाहातर्फ साथीको विवाहमा सहभागी हुन 3 जना चढेर जाँदै गर्दा तथा तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ। मृतक दुवैको शव पोस्टमार्टमको लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ। बारामा सामाजिक सञ्जाल मार्फत ठगी गर्ने गिरोहका 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नम्बर 4 बन्जरिया टोल बस्ने वर्ष 27 को भोला महत्व रहेका छन्। सामाजिक सञ्जाल व्हाट्सएप र इमोको माध्यमबाट महागढीमाई नगरपालिका वडा नम्बर 3 बस्ने दिपेन्द्र प्रसाद जयसवालसँग 1,75,000 रुपैयाँ उनले ठगी गरेका थिए। रु 25 लाख चिट्ठा परेको छ। उक्त रकम प्राप्त गर्न अग्रिम 1,75,000 जम्मा गर्नुपर्छ भनी विभिन्न प्रलोभन देखाई उक्त रकम ठगी गरी महत्व फरार रहँदै आएका थिए। पक्राउ परेका माथि ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट हिरासतमा राख्न पहिलो पटक 7 दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नम्बर 9 सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ। नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा
सिमरदही स्थित स्वास्थ्य चौकीमा 5 शैय्याको सो अस्पताल स्थापना गरिएको कुरा मटिहानी नगरपालिकाले जनाएको छ। यसैबीच सो कोभिड अस्पतालको एक समारोहबीच मटिहानी नगरपालिकाको प्रमुख हरिप्रसाद मण्डलले विधिवत रूपमा उद्घाटन गर्नुभयो। वडा नम्बर 9 का वडा अध्यक्ष आबिद हुसैनको सभापतित्वमा सम्पन्न कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्ड्य, दिनेश यादव लगायतका वक्ताहरूले कोभिड बारे प्रकाश पार्नु भएको थियो। नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। केही दिन यता बढ्दो क्रममा रहेको छापावाला सुन अघिल्लो दिनको तुलनामा 600 रुपैयाँ बढेर तोलामा 93,100 रुपैयाँमा कारोबार भइरहेको हो। बुधबार छापावाला सुन तोलामा 92,500 रुपैयाँमा कारोबार भएको थियो। यस्तै तेजाबी सुन तोलामा 92,600 रुपैयाँमा कारोबार भइरहेको छ। यसैबीच चाँदीको मूल्य पनि वृद्धि भएको छ। बुधबार तोलामा 1,260 रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर तोलामा 1,275 रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हवस् त, यसका साथै टुडे न्युज अहिलेलाई सकियो। हाम्रो अर्को बुलेटिन लिएर पुनः उपस्थित हुने नै छौँ। टिभी टुडे हेर्दै गर्नुहोला। नमस्कार।